आधा करोड पर्ने यामाहाका लेजेन्डरी बाइक नेपाली बजार। यामाहाको लागि नेपालको आधिकारिक वितरक मोरङ अटो वर्क्स MAW इन्टरप्राइजेसले कार भन्दा महँगो 3वटा मोटरसाइकल र एउटा स्कुटर नेपाली बजार भित्राएको छ। जस अनुसार यामाहा YZF R6 सुपर स्पोर्ट बाइक, यामाहा MT-09 र यामाहा बोल्ट 942cc सुपर क्रुजर बाइक नेपाल भित्रिएको हो। साथै यामाहाको मोस्ट एक्सपेन्सिभ सुपर स्कुटर T-Max 560 पनि नेपाल भित्रिएको छ। यस भिडियोमा हामी यिनै बाइक तथा स्कुटरको फिचर्स तथा मूल्य प्रस्तुत गर्दैछौँ। यो भिडियोको लाइक टार्गेट रहेको छ 500 को। कृपया लाइक गरी सहयोग गर्नुहोला। अनि तपाईँ कुन कम्पनीको बाइक तथा स्कुटरको फिचर्स तथा पछिल्लो मूल्य सूची जान्न चाहनुहुन्छ कमेन्ट बक्समा लेख्नुहोला। मोरङ अटो वर्क्स MAW इन्टरप्राइजेसले भर्खरै नेपाल भित्राएका यी बिग बाइक विश्व बजारमा भने पहिलेदेखि नै उपलब्ध थियो। विश्व बजारमा आफ्नो पकड जमाउन सफल यी बाइक नेपालमा भने कतिको सफल हुन्छ र नेपाली युवामाझ कतिको लोकप्रिय हुनेछ यो समयले बताउने नै छ। सुरु गरौँ यामाहा MT-09 बाट। यो बाइकको इन्जिन क्षमता 847cc को छ। यसको इन्जिन टाइप इनलाइन 3 सिलिन्डर 4 स्ट्रोक 4 भल्भ लिक्विड कुल्ड हो। यसमा सेल्फ स्टार्ट मात्र रहेको छ। म्याक्सिमम पावर 10000 RPM मा 115 PS र म्याक्सिमम टर्क 8500 RPM मा 87.5 Nm छ। गियर बक्स 6 स्पिड को छ। टप स्पिड 225 km/h। फ्युल ट्याङ्क क्यापासिटी 14 लिटरको छ भने माइलेज दिन्छ यो बाइकले 18 km/l। अगाडिको टायर 120/70 R17 रहेको छ भने पछाडिको टायर 180/55 R17 नै छ। टायर ट्युबलेस हो। ब्रेकिङ सिस्टम ABS रहेको छ भने सिटको हाइट 820 mm छ। ग्राउन्ड क्लियरेन्स 135 mm को छ भने यो बाइकको वेट 193 किलो को छ। नेपाली बजारमा यामाहा MT-09 को मूल्य रहेको छ 34,79,000 रुपैयाँ। अर्को छ यामाहा YZF R6। यो बाइकको इन्जिन क्षमता रहेको छ 579cc को। इन्जिन टाइप रहेको छ प्यारलल 4 सिलिन्डर 4 स्ट्रोक 4 भल्भ लिक्विड कुल्ड FI। यो बाइकको पनि सेल्फ स्टार्ट मात्र रहेको छ। म्याक्सिमम पावर 14500 RPM मा 118.4 PS र म्याक्सिमम टर्क 10500 RPM मा 61.7 Nm छ। गियर बक्स 6 स्पिड को छ। टप स्पिड रहेको छ यो बाइकको 262 km/h। फ्युल ट्याङ्क क्यापासिटी 17 लिटरको छ भने माइलेज दिन्छ यो बाइकले 15 km/l। फ्रन्ट टायरको कुरा गर्दा 120/70 R17 छ भने रियर टायर 180/55 R17 नै छ। टायर ट्युबलेस हो। ब्रेकिङ सिस्टम ABS छ। यो बाइकको सिटको हाइट 850 mm को छ भने ग्राउन्ड क्लियरेन्स 130 mm को छ। यो बाइकको वेट रहेको छ 190 किलो को। नेपाली बजारमा यामाहा YZF R6 को मूल्य रहेको छ 39,79,000 रुपैयाँ। अर्को छ यामाहा बोल्ट। यो बाइकको इन्जिन क्षमता रहेको छ 942cc। इन्जिन टाइप ट्विन सिलिन्डर 4 स्ट्रोक एयर कुल्ड हो। यो बाइकको पनि सेल्फ स्टार्ट मात्र रहेको छ। म्याक्सिमम पावर 5350 RPM मा 54 PS रहेको छ भने म्याक्सिमम टर्क 2900 RPM मा 90 Nm छ। गियर बक्स 5 स्पिड को छ। टप स्पिड रहेको छ यो बाइकको 170 km/h। फ्युल ट्याङ्क क्यापासिटी 12 लिटरको छ भने माइलेज दिन्छ यो बाइकले 15 km/l। टायरको कुरा गर्दा फ्रन्ट टायर रहेको छ 100/90 mm। रियर टायर 150/80 mm छ। टायर ट्युबलेस हो। ब्रेकिङ सिस्टम ABS रहेको छ। सिटको हाइट 690 mm को छ भने ग्राउन्ड क्लियरेन्स 130 mm छ। यो बाइकको वेट 247 किलो को छ।
नेपाली बजारमा यामाहा बोल्टको मूल्य रहेको छ 34,79,000 रुपैयाँ। झण्डै आधा करोड पर्ने यामाहाका लेजेन्डरी बाइकका फिचर्स तथा मूल्यपछि अब कुरा गरौं नेपाल भित्रिएको सबैभन्दा महँगो स्कुटरको बारे। नेपालमा उपलब्ध सबैभन्दा महँगो स्कुटर बन्न पुगेको छ यामाहाको T-Max 560। यो स्कुटरको इन्जिन क्षमता 562 सीसी को छ। इन्जिन टाइप पार्लर ट्विन सिलिन्डर 4 भल्भ FI रहेको छ। कुलिङ सिस्टम लिक्विड कुल हो। यो स्कुटरमा सेल्फ स्टार्ट मात्रै रहेको छ। म्याक्सिमम पावर 7500 RPM मा 47.58 PS र म्याक्सिमम टर्क 5250 RPM मा 55.7 Nm छ। टप स्पिड रहेको छ यो स्कुटरको 150 km/h। फ्युल ट्याङ्क क्यापासिटीको कुरा गर्दा 15 लिटरको क्षमता छ। माइलेज 20 km/लिटर दिन्छ। टायरको कुरा गर्दा अगाडिको टायर 120/70 R15 छ भने पछाडिको टायर 160/60 R15 छ। टायर ट्युबलेस हो। ब्रेकिङ सिस्टम डुअल च्यानल ABS रहेको छ भने सिट हाइटको कुरा गर्दा 800 mm छ। ग्राउन्ड क्लियरेन्स 125 mm छ। सिट मुनिको स्टोरेज क्यापासिटीको कुरा गर्दा 15 लिटर भन्दा बढी सामान अट्ने छ। वेट रहेको छ यो स्कुटरको 218 किलो। नेपाली बजारमा यामाहा T-Max स्कुटरको मूल्य रहेको छ 34,79,000 रुपैयाँ। यसरी नेपाली बजारमा बिग बाइक आउने क्रम बढ्दै गएको छ। पछिल्ला दिनमा विभिन्न कम्पनीहरूले नयाँ ठूला र महँगा बाइकहरू भित्राइरहेका छन्। यामाहा, MV अगस्टा, होन्डा, हार्ले, डुकाटी जस्ता कम्पनीका बाइक नेपाली रोडमा चल्ने गर्छन्। तिनै कम्पनीहरूको प्रतिस्पर्धीका रूपमा भित्रिएको यामाहाका यी बिग बाइक तपाईलाई कस्तो लाग्यो? आफ्नो विचार कमेन्ट बक्समा व्यक्त गर्नुहोला। Keep all your game, highs and lows, highs and lows. It's all the same, highs and lows, highs and lows. Keep all your game, highs and lows, highs and lows. It's all the same, highs and lows, highs and lows.